पञ्चायतकालमा म लगायतका हामीहरू राजकाज मुद्दामा गिरफ्तार भएका थियौँ। हामीलाई हतकडी लगाएन, कहिले पनि हतकडी लगाएन। पञ्चायतकालमा हो र? राजकाज मुद्दामा हामी 15 जनालाई गिरफ्तार गरेका थियो, हामीलाई कहिले पनि हतकडी लगाएन। म पनि थिएँ त्यसमा। र हामीलाई प्रहरी कार्यालयले फैसला गर्नुभन्दा अगाडिको त कुरै छोड्नुहोस्, हामीलाई राजकाज मुद्दा लागेर फैसला भइसकेपछि पनि हाम्रो छातीमा नेपाल प्रहरी कार्यालय भनेर लुगा लगाउनु परेन। हामीले कारागारमा गइसकेपछि पनि कारागारको पनि लुगा लगाउनु हामीलाई लगाऊ भनेन हामीलाई। मैले केपी ओलीजी, राधाकृष्ण मैनालीजीहरूलाई केन्द्रीय कारागारमा भेटेको थिएँ 2032 सालमा सुरक्षा ऐन अन्तर्गत गिरफ्तार हुँदाखेरि। 33 सालमा राजकाज मुद्दामा जाँदाखेरि मैले भेटेको थिएँ। केपी ओलीजीलाई त 32 सालमा भेटेको थिएँ, फेरि नकुजेलमा भेटेको थिएँ मैले 38 सालमा। उहाँहरूले त कारागारको लुगा लगाउनु भएको थिएन त। म यहीँबाट केपी ओलीजीले सोध्न चाहन्छु, तपाईँ ज्यान मुद्दामा कारागारमा छँदाखेरि पनि तपाईँले कारागारको लुगा किन लाउनु भएको थिएन? किन लगाएन पञ्चायतकालले तपाईँले? अनि रविन्द्र मिश्रलाई तिनकुनेको घटनाको बहाना बनाएर तपाईँले हतगडी लगाएर नेपाल प्रहरीमा लुगा लगाउनुहुन्छ तपाईँ? के भन्नुहुन्छ तपाईँ? त्यति बेलाको पञ्चायतको तपाईँले लगाएको, तपाईँ बसेको केन्द्रीय कारागार र अहिले रविन्द्र मिश्रलाई तपाईँले गरेको व्यवहार तुलना गर्यो भने मान्छेले के भन्छ?